बहिनीको कंकाल बोकेर बैंकमा पैसा झिक्न पुगेपछि बैंकका कर्मचारीको भागाभाग। भारतको ओडिसाका जितु मुण्डा नाम गरेका व्यक्तिले आफ्नै मृतक बहिनीको बैंक खाताबाट 20,000 निकाल्न महिनौदेखि बैंक धाइरहेका थिए। तर बैंक कर्मचारीले खातावाला स्वयं उपस्थित हुनुपर्ने नियम सुनाउँदै उनलाई पटक पटक फर्काए। उनलाई बहिनी जीवित नभएको प्रमाण ल्याउन भनिरहे। त्यसपछि निराश भएर त्यो मानिसले आफ्नी बहिनीको शव उत्खनन गर्यो र उनी आफ्नी मृतक बहिनी हुन् भनेर प्रमाणित गर्न बैंक गयो। यतिबेला सामाजिक सञ्जालमा उनले मानव कंकाल बोकेर बैंक गएको भिडियो भाइरल भएको छ। जितु आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंकमा पुग्दा कंकाल देखेपछि बैंकमा खैला बैला मचिएको थियो। जितु आफ्नी बहिनी कालरा मुण्डाको खाताबाट 20,000 भारतीय रुपैयाँ निकाल्न चाहन्थे र त्यसो गर्न उनी धेरै पटक बैंक गए, तर कर्मचारीहरूले उनलाई खातावालालाई नै ल्याउन भनेर पठाइदिन्थे। जितुले कालराको मृत्युको बारेमा बैंकलाई पहिले नै जानकारी गराइसकेका थिए। निराश भएका उनले बैंकबाट कुनै सहयोग पाएनन्। उनले चिहानबाट कंकाल निकालेर बैंकलाई बुझाए। आफ्नी बहिनीको कंकाल काँधमा बोकेर जितु लगभग 3 किलोमिटर हिँडे। त्यसपछि उनले त्यो कंकाललाई मल्ली पासीमा रहेको ओडिसा ग्रामीण बैंक शाखाको बरन्डामा राखे। त्यहाँ रहेका मानिसहरू छक्क परे। प्रहरीका अनुसार जितु अशिक्षित थिए र कानुनी प्रक्रियाको बारेमा अनभिज्ञ थिए। स्टेशन हाउस अफिसर किरण प्रसाद साहुका अनुसार जितुलाई कानुनी उत्तराधिकारी वा मनोनित व्यक्ति के हो भन्ने थाहा छैन। बैंकका अधिकारीहरूले पनि उनलाई मृतकको खाताबाट पैसा निकाल्ने प्रक्रिया बुझाउन सकेनन्। प्रहरीले जितु मुण्डालाई उनकी मृतक बहिनीको बैंक खाताबाट पैसा निकाल्न मद्दत गर्ने आश्वासन दियो। पछि प्रहरीको उपस्थितिमा सबलाई चिहानमा पुनः गाडियो। दियानाली गाउँका बासिन्दा जितु मुण्डाले बैंकमा ल्याएको कंकाल उनकी जेठी बहिनी कालरा मुण्डा थिइन्। कालराको मृत्यु जनवरी 26, 2026 मा भयो। कालरा मुण्डाको बैंक खातामा मनोनित उनका पति र छोराको पनि मृत्यु भइसकेको छ। त्यसैले जितु मुण्डा उनीहरूको नाममा जम्मा भएको पैसाको एकमात्र दाबीकर्ता हुन्। आर्थिक कठिनाइका कारण यो पैसा उनीहरूका लागि महत्त्वपूर्ण थियो, बाँच्ने माध्यम थियो।